भनेको छु हाम्रो यता ऊहरू नारायणघाटतिर पनि यता फ्यामिली भित्र आफ्नो नजिकको आफन्त त्यस्तो हुँदा म यस्तो 12 घण्टा ड्युटी गर्छु अहिले म यति टाढा छु नेपालदेखि विदेशमा छु यस्तो गाह्रो भइरहेको छ माई गड आँखा सुन्ने के त्यो भिडियोहरू हेर्दा हेर्दा अझै पनि फेरि नेक्स्ट लट आउने जस्तो कुरा छ अरे सो बी अवेर नेपाली जनताहरू नेपाली आमालाई एकदमै धेरै गाह्रो भएको छ सबैजनाले एकअर्कालाई सहयोग गरौँ यस्तो बेलामा चाहिँ कसैले पनि लुट धन्दा नमचाइदिनु होला मान्छेको लास भन्दा पनि जिन्सी सामानप्रति कसैले पनि लोभ नगरिदिनु होला हिजो एउटा सामाजिक सञ्जालमा तपाईँहरू सबैजनाले भिडियो देख्नु भयो होला मान्छे सुन तानिरहेको छ के सायद उसको त्यही ठाउँ उसको दिदी उसको आमा हुन्छ ल म अर्को हेर्छु नभएदेखि मेसेन्जरमा भिडियो बनाइदिए हुन्छ नि त ल म हेर्छु। फुल बाबुले चाहिँ हजुरको आइडी प्राइभेट छ माथि तानेर तपाईँ बोल्न सक्नुहुन्थ्यो है मैले तानिदिनु खोजेको हजुरको बहिनी र दाइ हराउनु भएको छ भन्नुभएको छ हजुरले चाहिँ आइडी चाहिँ प्राइभेट त्यो अफ गरेर आउनु न ल दाइ म पनि झर्छु अरू मान्छेहरूलाई ल्याउनुहोस् यदि कसैले भेट्नुहुन्छ भने उहाँको सम्पर्कमा गराइदिनु होला अब हामी पनि यहाँ टाढा अमेरिकामा छौँ होइन अब नआत्तिनुहोस् हामी आशा गरौँ सास रन्जेल आउँछ भने जस्तै अब आशा गरौँ सबै ठिक होस् अब नआत्तिनुहोस् क्यान त नि अब जेन हुनु भइगयो प्रकृतिको सामना हामी झुक्नै पर्छ तर उम्मिद चाहिँ नहार्नुहोस् हिम्मत नहार्नुहोस् थ्याङ्क यू सो मच हजुर हामी सबैलाई हुन्छ आफ्नो ख्याल गर्नुहोस् ल बस फुलकुमारले तल झारिदिनु भयो उहाँले देखाउनु भएन ओके उहाँलाई देखाउनु भएको थियो मैले ठ्याक्क उहाँ आफै कट्नु भयो मैले झार गएन होइन उहाँ आफै कट हुनुभएको म तानिदिन्छु पक्नुहोस् हो कुमार चाहिँ मिल्छ भने आइदिनुहोस् त होइन रानीजी मिल्छ भने बिना बन्दुकको उहाँलाई बन्दुक देखाउनु भएको यार नि यार कस्तो यहाँ भएन कि पक्नु ल रिस्ट्रिक्सन आउँछ कि भने डर के सकेसम्म अर्को राख्नु सरको उहाँलाई पनि असर त्यही नहोस् त कि होइन मैले यहाँ लाइफलाई जान्दै मलाई आउँदै आएन कि यहाँ पक्नु हजुर मेरो भेना चाहिँ चाइनाबाट गाडी लिएर आउँदै हुनुहुन्थ्यो नेपाल यहाँ भएको छ भयो अनि 9-8 बजे 8:30मा गेटबाट छिर्यो भनेर घरमा फोन गर्नुभएको थियो दिदीलाई त्यस पछाडि 9 बजेपछि मोबाइलै स्विच अफ फोनै लागेन उहाँसँग चारजना हुनुहुन्थ्यो एउटै गाउँको मेरो भेना चाहिँ गाडी चलाएर 3 जना साथी लिएर आउनु भएको थियो 4 जना अहिलेसम्म कन्ट्याक्टमै छैन कसैले देख्नु भएको छ भनेदेखि यो फोटो म राखिदिन्छु यसो देखाउनु त ए पनि तल राखिदिनु फोटो मलाई फुलकुमारको राखेर माफ गर्नुहोस्। मसँग प्राय सबै फोटो मसँग छैन यो पनि दिदीले राख्नु भएको थियो राम्रोसँग देखिएन सबैको फोटो हिजो बिहान चीनदेखि नेपालसम्म गाडी लिएर आउने क्रममा भोटेकोसीको वाहपले गर्दा मेरो कान्छा देवर लगायत भाइ छोरा कुनै पनि कन्टेन्टमा हुनुहुन्न ए भगवान् मेरो रक्षा गरिदिनु होला गाइज कसो देख्नुहुन्छ भने प्लिज है गाइज ल यदि हामी ठुलो पत्तामा राखिदिएको छु हाम्रो सोसियल मिडियामा ठुलो दम हुन्छ तपाईँहरूमध्ये कसैले उहाँले देख्नुहुन्छ भने प्लिज उहाँहरू मिसिङ हुनुहुन्छ है त 4 जना मध्येमा 1 जना कोही कसैले फेला पारिदिनु भएको छ भने सम्पर्क गरिदिनु होला यो फुलकुमारी आइडीमै नै होइन भनेदेखि यो गोमा सारू मगर फेसबुक आइडीमा गएर कसैले कन्ट्याक्ट गरिदिनु होला प्लिज माथि राइनलाई माथि राख्नुहोस् त हुन्छ म डाइनलाई राखेँ ल साथीहरू हेर्नुहोस् त बोल्नुहोस् हजुर बोल्नुहोस् त हजुरको सबै यो डिटेल्स भन्नु हजुर नमस्ते सम्पूर्णलाई मेरो चाहिँ भाइ हिजोदेखि कन्ट्याक्ट क्लिन भइरहेको छ घर चाहिँ उदयपुर राईघाट जोगिदार रूपमा हो तपाईँहरू कसैले अब त्यता कतै धेरै कन्ट्याक्टहरू गरिसक्यो खै कसले के भन्छ फोनमा पनि कन्ट्याक्ट गरियो अहिले सम्पर्कै हुन सकेको छैन उहाँ भन्नुहुन्छ गाइस तपाईँले देख्नु यति बेला ठुलो पर्दामा हामी देख्न सक्छौँ उदयपुरको पिरिगा नगरपालिका एक ग्रुप पनि घर भएर सुवामा कार्यरत सैनिक जवान बालकुमार राई सम्पर्क दिनुभएका छन् हामी ठुलो पर्दा देखिरहेका छौँ तपाईँहरूमध्ये कतिले है कोही रसुवामा हुनुहुन्छ भने तपाईँहरूमध्ये कतिले उहाँलाई देख्नु भएको छ भने कृपया गरिकन है हामीलाई हेल्प गरिदिनु होला उहाँलाई ठुलो एउटा सहयोग हुन्छ
यो चाहिँ है त सोसियल मिडियामा ठुलो दम हुन्छ। यस कारण छरपष्ट रहनुभएका हाम्रो भ्युअर्सहरू कतिले यदि उहाँलाई देख्नुहुन्छ भने प्लिज है हेल्प गर्नु भन्न चाहन्छु। सबैको परिवार सकुशल भेटियोस् हामी आशा गर्छौँ, उम्मेद गर्छौँ है। मनमा नेगेटिभिटी धेरै खेलिरहेको छ, तर हामी पोजिटिभ सोचौँ, हामी सकारात्मक सोचौँ, ठिक छ। अब नातिर स्कुल कुमारी चाहिँ सबै कुरा पोजिटिभ सोचौँ, जहाँसम्म भेटिनुहुन्छ होला हामी उम्मेद राखौँ। हजुरको टिम सबैलाई धन्यवाद। म चाहिँ छुट्टिन चाहन्छु, मलाई जोड दिनुभयो, धेरै धेरै धन्यवाद। नाप दिनुहोस् ल, सबै ठिक हुन्छ। हजुर हस् त, धन्यवाद सबैजना हजुरको टिमहरू। थ्याङ्क यू फर टाइम। ल हामीसँग हुनुहुन्थ्यो। ल अब म पनि हजुरहरूसँग छुट्टिन चाहन्छु। थ्याङ्क यू सो मच दिनुभयो। ओके रानीजी, नाइस टु मिट यु, खुसी लाग्यो। अब त्यतिखेर चाहिँ नाप दिनुहोस् भन्न चाहन्छु। आफ्नो मनको कुरा सेयर गर्नुभयो है। कति मध्ये तपाईँमध्ये कति देख्नु भएको छ भने प्लिज है त देख्नु भएको छ भने छिटोभन्दा छिटो यसो सम्पर्कमा ल्याइदिनको लागि नारादिदी चाँदनीलाई माथि तान्नु त, चाँदनीलाई मैले मेन्सन गरिरहेको छु हेर्नु त। पवित्र सिस्टरले केही भन्नुहोस् त। पवित्र सिस्टर मैले मेन्सन गरिदिरहेको छु हेर्नु त चाँदनी। पवित्रजी सन्चै हुनुहुन्छ? हजुर सन्चै भन्नुपर्छ है। कहाँदेखि हुनुहुन्छ? मेरो घर चाहिँ नुवाकोट हो, हाल चाहिँ म दुबई छु। अनि मेरो दाइ चाहिँ हराउनु भएको हो रसुवाबाट। गाडी चलाउनुहुन्थ्यो अनि सामान लिन जानुभएको अरे। अनि सामान लिन जाँदाखेरि नै बाटैबाट भन्नुभएको अरे भाउजूलाई चाहिँ म पुगेँ, सामान लोड गरेर फर्किन्छु अब भन्नुभएको अरे। त्यसको 1 घन्टा पछाडि चाहिँ सम्पर्कमै हुनुहुन्न भन्नुभएको छ। उहाँको कुनै फोटो छ पवित्रजी? हजुर फोटो छ मसँग। दाइ नमस्ते। नमस्ते हजुर, ब्रदर सन्चै हुनुहुन्छ? कता कहाँदेखि हुनुहुन्छ? हामी यता मकवानपुर बजारबारीबाट दाइ। अनि के छ तपाईँको आफन्त हराउनु भएको कसो हो? मेरो नि दाइ हराउनु भएको थियो कि। हजुर मेरो दाइ चाहिँ यहाँ हुनुहुन्छ है। केसम्म ठुलो पता राखेँ ल। भएकोलाई तल राखिदिनु न नानी दिदी। हुन्छ रानीजी, म तपाईँलाई माफ गर्नुहोस् ल है रानीजी। हुन्छ रोबिन ब्रदर, हजुर हजुर ब्रदर भन्नुहोस् न प्लिज। म झरेँ है, अरूलाई पनि पाला दिनु होइन। हुन्छ हुन्छ ब्रदर, थ्याङ्क यू, नाइस टु माफ दिनुभयो, धन्यवाद। मेरो नि दाइ अनि कति हजुरहरूले थाहा छ कि छैन, अर्जुन भुषालजीले हाल्नुभएको छ। उहाँले नाम लिस्ट सहित सबै हाल्नुभएको छ। 400 जना चाहिँ सकुशल भेटिनु भएको भनेर उहाँले हाल्नुभएको छ। कतै त्यहाँ पनि हजुरको आफन्तहरू हुनुहुन्छ कि पर्नु भएको छ कि हजुरहरू चिन्तामा हुनुहुन्छ भने एकचोटि गएर सर्च गर्नुहोस् होला है। अर्जुन भुषाल भन्ने आइडी सर्च गरेर उहाँको नाम लिस्टमा हेरेर कतै तपाईँको नि आफन्त सकुशल हुनुहुन्छ कि गएर हेर्न सक्नुहुन्छ है हजुरहरूले। सास रोज्न आशा हुन्छ भने जस्तै। यसो हाम्रो पवित्रजी, उहाँ तपाईँ को पर्नुहुन्छ? मेरो उहाँ चाहिँ दाइ हुनुहुन्छ, मेरो आफ्नै दाइ। उहाँ पनि रसुवादेखि नै हराउनु भएको? हजुर। ल गाइज, अब तपाईँले देख्नु ठुलो पर्दामा पके पनि अब तपाईँमध्ये कसैले देख्नु भएको छ भने प्लिज है सहयोग गरिदिनु होला। जहाँसम्म सास हुन्छ आश हुन्छ भने जस्तै पके पनि हामी उम्मेद राखौँ, जहाँसम्म सबै कुरो ठिक होस्, हरेकको परिवार सकुशल भेटियोस् हामी उम्मेद गर्छौँ। म डिसीमा जिल्ला माथि राखेँ ल। हुन्छ हुन्छ। दाइ नमस्ते, मेरो नाम चाहिँ निरेश श्रेष्ठ। हजुर हजुर। म मकवानपुर बजारबारी थाहा छबाट। हजुर हजुर। अनि मेरो चाहिँ यो दाइ हराउनु भएको अस्ति कति यही 11 गतेदेखि हराउनु भएको। 11 गते फर्स्ट क्यु 6 बजेदेखि भन्नुभएको थियो उहाँको। हजुर। हामीलाई चाहिँ खबर आएको थियो 6 बजेदेखि क्यु भन्नुभएको थियो। उहाँ उता जानुभएको थियो, तर उहाँबाट सम्पर्कविहीन भएको, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन। अनि यताउता फोन गर्दा नि कोहीले भन्छन् अब माथि कता कता जानुभएको हो, टावर नभएको ठाउँमा भन्छन्, तर अहिलेसम्म सम्पर्कविहीनै हुनुहुन्छ। अब मान्छेहरूले भन्छन् अब खोइ उता माथि डाँडामा भागेको हुन्छन् ड्राइभरहरू। उहाँ हाम्रो रञ्जन दाइ चाहिँ ड्राइभर हुनुहुन्छ कि ड्राइभिङ।
अनि अब कोहीले भन्छन् अब के अरे क्यु छोडेर ड्राइभरहरू सबैजना माथि डाँडामा भाग्नु भएको छ भनेर भन्नुभएको छ। तर यत्रो दिन त लाग्दैन होला पक्कै पनि यस्तो सम्पर्कमा अब हुन्छ नि मान्छे घरमा त अब सम्पर्क त हुन्छ नि त। तर अहिलेसम्म सम्पर्क नै अन भएको छैन। उहाँको श्रीमती चाहिँ पुरै नाजुक हुनुभएको छ, हिजोदेखि बेहोस हुनुभएको छ, अहिलेसम्म केही सम्पर्क आउनु भएको छैन। त्यही भएर चाहिँ अनि तपाईँहरूले हेल्प गर्नुभएको देखेर म पनि छिरेको कि दाइ। हजुर अब तपाईँको मात्र धेरै मान्छेको मिसिङ भएको छ, अब सम्पर्क बिग्रिनु भएको छ। बत्तीहरू नभएको कारणले पनि कन्ट्याक्टमा आउनु नसक्नु भएको होला। अब कसैले देख्नु भयो भने सम्पर्क गर्नु न। गाइस विशेष गरी कोही रसुवा देख्नुहुन्छ भने है तपाईँहरूमध्ये कतिले यो फोटोलाई यो अनुहारलाई देख्दै हुनुहुन्छ भने प्लिज सकेसम्म हेल्प गरिदिनु होला। किनभने धेरै मान्छेहरूको आँखा रस आएको छ यति बेला चाहिँ, र कोही भेटियो भने त्यो हर्ष एकदमै रमाइलो हर्ष हुन्छ। अनि यो दुःख चाहिँ हर्ष परिणत होस् हामी उम्मेद गर्छौँ, हामी आश गर्छौँ। प्रेम छेत्रीलाई तान्नु हजुर म सम्पर्क नम्बर पनि छोडिदिन्छु रविन दाइलाई। हुन्छ नि त। सरकारजी बोल्नुहोस् त, हजुरको बोल्नुभयो, हजुरको को हजुरहरूलाई धेरै धेरै हाम्रो चन्द्रजीलाई ठुलोमा राखिदिनु त। चन्द्रजीलाई एकैछिन चन्द्रादेवी मैले राखेँ। हेलो रुबिन दाइ, तपाईँहरू है सबैजनालाई सपोर्ट गरेको देख्नु भएर आएको कि म यो मेरो भाइ हो। हजुर उता रसुवा छिरेको थियो हिजो 7:30 बजेमा चाहिँ यता केरुङ नाका पुग्यो भनेर सम्पर्क भएको थियो अरे। हजुर त्यहाँदेखि मेरो भाइ अहिले सम्पर्कमा छैनन्। अनि त्यही भएर यदि कोही कसैले तपाईँहरूले देख्नु भएको छ भनेदेखि है सबैजना जता भयो नि जसले भयो नि कन्ट्याक्ट गरिदिनु सक्नुहुन्छ भनेर क्या हेल्प गर्नको लागि। त्यही भएर म नि सबै यहाँ देखेर माथि तान्नु भनेको हो क्या। हजुर अब लाइन नभएर पनि सम्पर्क हुन सक्नुहुन्छ है। अब सम्पर्क नभएर पनि हुनसक्छ, हामी उम्मेद राखौँ लास्टसम्म। तपाईँमध्ये कतिले अब देख्नु भएको छ भने प्लिज है उहाँलाई सम्पर्क गरिदिनु होला। यहाँ मलाई वाट्सएपमा नाम मान्छेको लिस्ट आएर एकैछिन यति होइन, तपाईँहरू सबैजनाले जो कोहीले देख्नु भएको छ मेरो भाइलाई देख्नु भएको छ के अरे यता भेट्नु भएको छ भनेदेखि है सबैजना जसले भयो नि कन्ट्याक्ट गराइदिनु सम्पर्क गरिदिनु होला। यदि भेट्नु भएको छ भनेदेखि हिजोदेखि सम्पर्क दिनु भएको छ, कति सबैतिर के अरे सम्पर्क गरिसक्यौँ, कति उयो गरिसक्यौँ, केही थाहा पनि पाएको छैन। मेरो भाइको मम्मी बाबा सबै बेहोसमा हुनुहुन्छ, उहाँको परिवार फ्यामिली सबै के अरे बेहोसमा हुनुहुन्छ, कुनै पनि बोल्न सक्ने अवस्थामा छैन हुनुहुन्न क्या अहिले। हजुर हजुर अब सिस्टर अब उम्मेद राखौँ है उहाँ सकुशल। अब यस्तो हुनसक्छ नि त, अब भाग्ने क्रममा अब मोबाइलहरू छुटेको हुनसक्छ, मोबाइल अफ भएको पनि हुनसक्छ, टावर अब त्यहाँ अब धेरै अरू त्यो मतलब टावरहरू नटिप्ने ठाउँमा हुनसक्छ होइन। अब आश राखौँ जबसम्म उहाँको हामीले केही खबर पाउँदैन, आश राखौँ। हजुरहरू 7500 भ्युअर्स हुनुहुन्छ, जसले पनि काहीँ न कतै मिडिया मार्फत चाहिँ उहाँ चाहिँ म सकुशल छु भनेर आउनुभयो भने प्लिज है हाम्रो चन्द्रदेवी थिङ बमजम सिस्टरलाई चाहिँ सेयर गरिदिएर उहाँलाई चाहिँ इन्फर्म गर्नु होला, मेसेज छोडिदिनु होला भन्छु है मैले चाहिँ। हजुर थ्याङ्क यू रुबिन दाइ। के अरे अरूलाई लिनु, अरूलाई पनि लिएर सबैजनालाई उयो गरिदिनु। म त्यति ओके ओके मैले पहिला यहाँ ब्रदरलाई यो ठुलो पर्दामा राखेर म भन्न लगाउँछु। भएकोलाई तल झार्दै नि हुन्छ दिदी। हुन्छ ल नातिनुहोस् है हाम्रो चन्द्र सिस्टर, नातिनुहोस् है। मैले चाहिँ नानुजी हजुर मलाई चाहिँ धेरै मान्छेको नाम सायद सकुशल मान्छेको नाम मलाई वाट्सएपमा नाम आएको छ। हजुर हजुर पढिदिनु पर्छ क्या?
हुन्छ पढिदिनु न पढिदिनु बिचरा नाम मात्रै सुनेर भए पनि ओहो सकुशल हुनुहुँदो रहेछ भनेर आत्मबल मिल्छ नि बिचरा पढिदिनुहोस् नाम लिस्ट नमस्ते पढाइ है ए नमस्ते हजुर सन्चै हुनुहुन्छ मेरो पनि भाइ हिजोबाट रसुवानाकाबाट ड्राइभर हुनुहुन्थ्यो अनि सम्पर्कमा आउन सकेको छैन अहिलेसम्म यदि कोही कसैले देख्नु भएको छ थाहा छ भने प्लिज हामीलाई सम्पर्क गरिदिनु होला मेरो भाइ चाहिँ मकवानपुर थाहाबाट हो सुदीप वाइबा यदि कोही कसैले देख्नु भएको छ भने प्लिज सम्पर्क गरिदिनु होला जानकारी गराइदिनु होला फोटो छ उहाँ छैन फोटो है प्रेम छेत्रीजी हजुर बोल्नुहोस् न म्युट स्ट्रङ ब्रदर स्ट्रङ मेरो आफ्नै भान्जा दिदी हजुरको आफ्नै भाइ भान्जा हजुर म घर चाहिँ मेरो कडाली प्रदेश सिलगढी जिल्ला हो रसुवा जिनियर कम्पनीमा काम गर्नुहुन्थ्यो रसुवामा हजुर भान्जालाई गर्दा एकै गाउँको हाम्रो अरू भान्जा पनि थियो अरू भान्जा भाइसँग सम्पर्कमा अब सबैजना नाजुक अवस्थामा छन् म चाहिँ अहिले हाल मलेसियामा छु कसैले सम्पर्क देखेन कसैले दिदी बोल्दै सके होइन घरतिरबाट पनि लगायत कसैले उहाँलाई देख्नु भएको छ भने प्लिज है हेल्प गरिदिनु होला भन्न चाहन्छु विश्व भन्न चाहन्छु के गर्ने यस्तो छ यहाँ नेम एकैछिन क्या नानु सिएस रबिनजी हजुर हजुर के अरे त्यो नेपाल पुलिस इन्स्टाग्राममा हो कि केमा हो नेपाल पुलिसले क्युआर हालेको छ क्या कुनै नाम नखुलेको तर मान्छेहरू नाम ऊ गरेको क्युआरहरू हालेको छ एकचोटि त्यहाँ पनि गएर स्क्यानिङ गर्नु न है कसरी गर्ने त्यो नेपाल पुलिसको पेजबाट चाहिँ क्युआर हालेको छ अनि क्युआरमा के गर्ने त्यहाँ गएर क्युआर चाहिँ स्क्यानिङ गर्यो भने अब त्यहाँनिर नामहरू निस्किन्छ क्या को उयो भएको लिस्टहरू आउँछ ठिक छ नि त लाइभमा फेरि अहिले त्यस्तो गर्न मिल्दैन लाइभमा फेरि अहिले क्युआर सकेसम्म यो अलिकति भन्न खोजेको जति पनि हुनुहुन्छ यहाँ जति पनि सुनिरहनु भएको छ जति पनि हुनुहुन्छ एकचोटि स्क्यानिङ गरेर आफूले चिनेको या नचिनेको कोही हुनुहुन्छ भने एक अर्कालाई सपोर्ट गर्नु भनेको क्या यहाँ धेरै मान्छे नाम लिस्ट